सरकारले सुताएको नि आफै सक्छ र यो बाटोमा आएर सुत्नु के हुनु यस्तै छ चैते दशैं हो हामी सुत्न बाध्य भएका छौँ घर छोडेर यो बेकारमा यहाँ बस्नु यस्तो कष्ट गर्नु हाम्रो सक हो र सरकारले हामीलाई सुत्न बाध्य बनाइदिएको छ बीच सडकमै लम्पसार परिराख्नु भएको छ उहाँहरू किन लम्पसार परिराख्नु भएको छ आज हामी उहाँहरूसँग कुराकानी गर्दैछौँ जाउँ सर सुत्यो होइन सुत्यो राज्यले सुत्न बाध्य गरायो राज्यलाई हामीले सुतेको राज्यलाई हामीले यो साङ्केतिक रूपमा विरोध हो होइन यसरी सुतेर सफल हुन्छ शिक्षक भनेको एउटा सभ्य नागरिक समाजको बौद्धिक वर्ग हो यो बहिरो र अन्धो सरकारलाई यो हामीले साङ्केतिक रूपमा दह्रो झापड दिएको हो सर के छ निन्द्रा पुगो कि के छ हजुर हामी सुतिरहेका छौँ हाम्रो आन्दोलन जारी भइरहेको छ हामीले सुतेर साङ्केतिक आन्दोलनको दिइरहेका छौँ सरहरूलाई कसले सुताए हजुर सरकारले नै राज्यले हामीलाई सुत्न बाध्य बनाएको छ हाम्रो शिक्षकहरूको जुन माग छ त्यसलाई व्यवस्था गरेको कारण हामीले यहाँ सुत्नुपर्ने बाध्य भएको छ सरकारले नै सुत्न बाध्य बनाएको छ जस्तै यता सबैजना शिक्षकहरू सुतिराख्नु भएको छ सर के छ अब के हुनु यस्तै छ चैते दशैं हो हामी सुत्न बाध्य भएका छौँ होइन हामीलाई चाहिँ चाहिएको ऐन आएको छैन 2028 सालको त्यो पुरानो ऐन छ जसले गर्दाखेरि अहिलेको वर्तमान अवस्थालाई समेट्न सकेको छैन है हामीले चाहिँ अरू केही मागेका छैनौँ वर्तमान परिवेश सुहाउँदो एउटा ऐन हामीलाई चाहिएको हो त्यही पनि नदिएर आज हामी चाहिँ म बर्दियादेखि यहाँसम्म आएको छु यहाँ चाहिँ सुत्नु परेको छ घरमा चाहिँ चैते दशैं मनाउने रमाउने अवस्थामा हामी आज सडकमा सुत्न बाध्य भएका छौँ सरकारलाई मेरो यही अनुरोध छ यही आग्रह छ अब जसरी हुन्छ हामीलाई यसरी सुताउनुहुन्छ या चाहिँ हामीलाई हाम्रो माग पुरा गरिदिनुहुन्छ र हामीले शिक्षामा आमूल परिवर्तन गर्नु छ भने हामीलाई यसरी नसुताउनुहोस् हामीलाई चाहिँ हामीले मागेको एक थान ऐन मात्रै दिनुहोस् हामी तपाईहरूको मजदुर हो हामीले चाहिँ यो देशको आमूल परिवर्तनका लागि शिक्षा मार्फत धेरैभन्दा धेरै योगदान पुर्याउन सक्छौँ यता पनि हुनुहुन्छ सरहरू यहाँ सुतिराख्नु भएको छ सर के छ हजुर नमस्कार म शिवनाथ शाह म महतरी बर्दिवासबाट आएको छु आखिर सरकारले सुतायो हजुर सरकारले हामीलाई सुत्न बाध्य बनाइदिएको छ तपाईहरु के आफै सुत्नु भयो सरकारले सुताएको नि आफै सक्छ र यो बाटोमा आएर सुत्नु घर छोडेर यो बेकारमा यहाँ बस्नु यस्तो कष्ट गर्नु हाम्रो सक हो र सरकारले हामीलाई बाध्य बनाइदिनु भएको छ पटक पटक हामीलाई सम्झौता मात्रै गरेर कार्यान्वयन नगरिदिने ऐन जारी नगरिदिने हामीलाई खाली चेक दिएर मात्रै पठाउने गरेको छ तर यसपालि हामी विश्वस्त छौँ सम्पूर्ण साथीहरू हामी पूर्ण विश्वास छौँ यसपालि हामी खाली चेकमा बाउन्स हुने हिसाबले होइन हामी क्यासमा कारोबार गरेर जाने हो यति हाम्रो विश्वास छ यसरी सुतेर आन्दोलन गर्दा पनि सरकारले सुनेन भने कसरी अगाडि बढ्नुहुन्छ सरकारलाई सुन्नै पर्छ एक दिन सुन्दैन दुई दिन सुन्दैन यस्तो अहिले सोसल मिडियाको सरकारले विश्वले त सुनिसक्यो यो बहिरो र अन्धो सरकारले बिस्तारै सुन्छ बिस्तारै देख्छ सर के भन्नुहुन्छ तपाईँ पनि हजुर सर सुनिराखेका छौँ यो हामी सुतेको होइन यो सरकारले नेपालको शैक्षिक क्षेत्रलाई नै सुताएको छ तपाईँ पत्रकार मित्रहरूले नै भन्नुहोस् जुन मुलुकमा 8 वर्ष भइसक्यो संहिता आएको गणतन्त्रको सबैतिर चाहिँ स्थानीय निकायहरूको सबै कुरो बनेर गयो तर शिक्षा जस्तो संवेदनशील कुरामा पनि अहिलेसम्म जुन मुलुकको शिक्षा ऐन बन्दैन भने त्यहाँको आम नागरिक त्यहाँको बालबालिकाले कस्तो शिक्षा आर्जन गर्न सक्छ त्यसैले यो सरकार यस्तो सरकार छ कि शिक्षालाई अहिले पुरै तहस नहसको अवस्थामा सामुदायिक विद्यालयको शिक्षाहरू छ 2055 सालमा जुन दरबन्दी कायम गर्यो अहिलेसम्म यो सरकारले त्यसपछि दरबन्दी कायम गरेको छैन विद्यालयका व्यवस्थापन पक्षमा चाहिँ राम्रो भूमिका छैन यो सरकारले आफ्नो क्वार्टर बनाउन मन्त्रालयको क्वार्टर बनाउन विदेश भ्रमण गर्न जति शरीक छन् आम नागरिकको बालबालिकाहरूलाई कसरी शिक्षा हुन्छ र राम्रो शिक्षा आर्जन गर्छ भन्ने ठाउँमा छैन।